Balanço bem sou. Balanço bem sou. Na festa do fim de semana. नमस्कार, म सुमन घरती। त्यहाँ चारैबाट यहाँनिर खोजखाज चलिरहेको छ। खोजखाज चल्दा चाहिँ खोलाहरू होइन, देख्न सक्नुहुन्छ खोलाहरू यति ठुलो भारे छ, त्यसैले सबै आउँदा पनि रहेछ मान्छेहरू केही पनि भेट्यो होइन। कपडाहरू चाहिँ त्यहाँ माथि भेटियो, कपडाहरूको फोटो देख्नु सक्नुहुन्छ होइन। कपडा चाहिँ यति भ्यायो, त्यही नै हो। अरू के अपडेट हुन्छ दिँदै गरौँला। हस् त, धन्यवाद। होइन हरायो भनेर चाहिँ खोजखाज गर्न आएको। बाटो नि यस्तो छ, बाटो नि डर लाग्दो छ। यो चाहिँ तामेर यही खोलाबाट चाहिँ यहीँ आएर त्यहाँ माथि चाहिँ अघि कपडाहरू देख्न सक्नुभयो होला होइन। त्यो कपडा खोलेर अनि यही पौडी यहीँ तामेर भन्ने रहमा चाहिँ यहीँ पौडी खेलेको भन्ने आएको छ खबरमा है। अनि खोला पनि हिजो त सानै थियो, पौडी खेलिन्जेल त सानै थियो अरे। अनि राति पानी परेको थियो, राति पानी परेर खोलाहरू चाहिँ देख्न सक्नुहुन्छ यति ठुल्ठुलो होइन, धमिलो पानी छ। त्यही भएर खोज्नको लागि पनि मुस्किल भए। पुलिस प्रशासनलाई चाहिँ खबर गरिसकेको छ। अनि पुलिस प्रशासनहरू आउँदै हुन्छ अरे। यति नै हो अहिलेको अपडेट दिँदै गरौँला। यसवाइसी फ्यामिली त्यही हो। तामेरामा यहाँनिर चाहिँ यत्रो बढेको, त्यही भएर पाइएन। त्यही नै खोजखाज चलिरह। मान्छेहरू नि छन्, सबै खोज्न आए। गाउँको मान्छेहरू चाहिँ सबैजना जम्मा भइसकेको छन् होइन। पुलिसहरू सबै प्रहरीहरू पनि आइसक्नु भएको छ। खोज जारी नै रहेको छ के अरे। अहिलेसम्म त्यस्तो केही भेटेको छैन, त्यही कपडा मात्रै भेटेको हो। यही नै हो अहिलेको अपडेट। के हुन्छ कस्तो हुन्छ म देखाउँदै गर्छु। हस् त, खोजखाज चलिरहेको नै छ। पानी यात्रो सरहरू पनि चलिरहेको छ होइन। अब यो उस गाडेर रहको यहाँनिर रहको अवलोकन गर्न यहाँ गाडेर कति गहिरो छ भन्ने हेर्न गइरहेको छ होइन। ऊ माथि मान्छेहरू पनि सबैजना टक्क गाउँको मान्छेहरू सबजना भेला हुनुभएको छ। पुलिस सरहरू पनि सबजना, प्रहरी सरहरू पनि आइसक्नु भएको छ। अब त्यहाँ गहिरो अवलोकन गर्नको लागि अगाडि त्यसले त भेट्दैन। हामीले उतापट्टि झाडमा लगाएर कहाँनिर लोहा भनिदिनु त। उता ढाडमा लोहा। त्यहीँनिर क्या
एकदम गहिरो रहेछ र चाहिँ होइन गहिरो रहेछ है बहुत गहिरो रहेछ खोजहरू जारी नै छ खोज जारी नै छ अझै पनि माथिबाट ठुलो ठुलो हेरिरहन् सबैजना खोज चाहिँ चलिरहेको छ हैन तामेरामा बन्दीपुर 3 सेराटार सम्फेद तल खोज चलिरहेको है अब एपीएफ आउने भन्ने कुरो छ त्यसलाई कुर्दै अहिले मान्छेहरू बढी नै रहेको छन् अनुसार मान्छेहरू सबजना बढिरहेको छन् हैन देख्न सक्नुहुन्छ सबजना त्यहाँ के भएको छ सबजनालाई जिज्ञासा र चासो भरिएको छ माथिबाट पनि सबजना हेरिरहनु नै भएको छ तलतिर खोला नाप्ने क्रममा चाहिँ एकदम गहिरो भेटेको छ हैन हो कि दास दाइ के होला ल खोलामा तामेराको खोलामा खोजेको अवस्था हो यतिखेर तर भेटिएन अहिलेसम्म कति गहिरो रहेछ खोला गहिरो तपाईको 10 मिटर बहुतै गहिरो रहेछ भन्ने हैन त्यही रहेछ एकदम गहिरो छ रे खोला चाहिँ खोला भेटिन एकदम गाह्रो हो गाह्रो भयो के रे गहिराई भेट्छ त्यही नै हो स्क्रू ड्राइभर आउनुपर्छ खोज सोध जारी नै चलिरहेको छ टक्क सधैँ खेल्ने कि आज मात्रै भयो आज नखेल तर ढिलो आएको एपीएफहरू पनि आइसक्नु भएको छ खोज जारी नै छ अहिले 12 बजिसक्यो 6 बजेदेखि बिहान 6 बजेदेखि 5 बजेदेखि खोजेको अहिलेसम्म भेटेको छैन खोज जारी नै रहेको छ मान्छेको मात्रा बढी नै रहेको छ 12 बजेको छ अहिले मान्छेको मात्रा झन्झन बढ्दै हैन जताततैबाट मान्छेको मात्रा चाहिँ यहाँ झरिरहेको छन् सबजना झर्दै छन् मान्छेहरू माथिदेखि सब जङ्गलभरि खोलाभरि मान्छे थपिरहेका छन् मान्छेको मात्रा झन्झन बढिरहेको छ सक्दो मात्रा बढिरहेको छ खोज जारी नै छ देख्न सक्नुहुन्छ के हुन्छ म हालिरहन्छु जोडिरहनु होला सेराटार युवा क्लब एसआइसीमा कहाँ
भन्सार उता के भन्सार पारी बेसर जानु परेन अब चाहिँ युपिएफ पनि आइसक्यो युपिएफले चाहिँ अब यहाँनिर तालमा डुब्नको लागि रेडी अवस्थामा गइरहनु भएको छ सबजना दर्शक भन्नाले गाउँलेहरू सबजना हेरिरहेको छन् टक्क सबजनालाई अवस्थामा देख्न सक्नुहुन्छ ओहो हुकले बुझ्नै पुग्दैन यार त्यो गर्दैन त्यहाँ भन्नु त्यहाँ बढी गऱ्यो है त्यहाँ रहन्छ गयो हेर त्योभन्दा गऱ्यो खोज अनुसंधान जारी है एफएफ टोलीद्वारा हाँ हाम्रो एफएफ पुलिसद्वारा एपीएफ सरहरू पुरै के त एक्लै आएको अब कता कता दिन भयो तपाईँमा ओ कान्छ त बस्ने है तपाईँ भन्नु ओ कान्छ लाइभ नेटै चल्दैन एनटिसी चल्छ होला एकदम गहिरो माहौल खोज जारी नै छ तामेरामा
सबजनामा जिज्ञासा रहेको छ। असफल अवस्थामा यति हो।